मिन्नासान कोनिचिवा ओहायो गोजाइमास ओगेनकी देशका सायद सन्चै हुनुहुन्छ होला। ल आज चाहिँ हामीले लेसन 15 को भोकाबुलेरीहरू लिएर आएका छौँ। ढिलो नगरिकन सुरु गरौँ है त। सुरुमा छ ताचिमास। ताचिमास भनेको उभिनु, स्ट्यान्ड अप भन्ने हुन्छ। यहाँ उभिन्छु भन्नु पर्यो भने चाहिँ को दे ताचिमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ सुवारीमास। सुवारीमास भनेको बस्नु, सिट डाउन भन्ने हुन्छ। कुर्सीमा बस्छु भन्नु पर्यो भने चाहिँ ई सुनी सुवारीमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ चुखाइमास। चुखाइमास भनेको प्रयोग गर्नु, युज गर्नु भन्ने हुन्छ। कम्प्युटर प्रयोग गर्छु भन्नु पर्यो भने चाहिँ पासो कोनो चुखाइमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ ओकिमास। ओकिमास भनेको राख्नु भन्ने हुन्छ। यहाँ सामान राख्छु भन्नु पर्यो भने चाहिँ कोनी निमुचु ओकिमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ चुकुरीमास। चुकुरीमास भनेको बनाउनु, उत्पादन गर्नु, खाना बनाउनुलाई भनिन्छ। जस्तै केक बनाउँछु भन्नु पर्यो भने चाहिँ के कियो चुकुरीमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ उरीमास। उरीमास भनेको बेच्नु भन्ने हुन्छ। तरकारी बेच्छु भन्नु पर्यो भने चाहिँ यासायो उरीमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ सिरिमास। सिरिमास भनेको जान्नु, थाहा पाउनु भन्ने हुन्छ। जस्तै म उसलाई चिन्दिनँ भन्नु पर्यो भने चाहिँ कारे हो सिरिमासेन भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ सुमिमास। सुमिमास भनेको बस्नु, बस्छु भन्ने हुन्छ। जस्तै जापानमा बसिरहेको छु भन्नु पर्यो भने चाहिँ निहोनी सुन्देइमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ केन्क्योसिमास। केन्क्योसिमास भनेको अनुसन्धान गर्नु, रिसर्च गर्नु भन्ने हुन्छ। विज्ञानको अनुसन्धान गर्छु भन्नु पर्यो भने चाहिँ खागाकु केन्क्योसिमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ सिरियौ। सिरियौ भनेको सामग्री, डाटा, मेटेरियल भन्ने हुन्छ। सामग्री हेर्छु भन्नु पर्यो भने चाहिँ सिरियौ ओमिमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ कातारोगु। कातारोगु भनेको क्याटलग भन्ने हुन्छ। मलाई यो क्याटलग चाहिन्छ भन्नु पर्यो भने चाहिँ कोनो कातारोगुगा होसी देश भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ जिकोकु हेउ। जिकोकु हेउ भनेको टाइम टेबल, समय तालिका भन्ने हुन्छ। समय तालिका जाँच गर्छु भन्नु पर्यो भने चाहिँ जिकोकु हेउ हो सिराबेमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ फुकु। फुकु भनेको कपडा भन्ने हुन्छ। जस्तै नयाँ कपडा किने भन्नु पर्यो भने आतारासी फुकु खाइमासिता भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ सेहेन। सेहेन भनेको उत्पादन, प्रोडक्ट भन्ने हुन्छ। यो उत्पादन राम्रो छ भन्नु पर्यो भने चाहिँ कोनो सेहिन वा ई देश भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ देन्सिजिस्यो। देन्सिजिस्यो भनेको इलेक्ट्रिक शब्दकोश भन्ने हुन्छ। इलेक्ट्रिक शब्दकोश प्रयोग गर्छु भन्नु पर्यो भने देन्सिजिस्यो चुखाइमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ तोकु बेचु। तोकु बेचु भनेको विशेष, स्पेशल भन्ने हुन्छ। जस्तै विशेष दिन भनेर भन्नु पर्यो भने तोकु बेचु ना हि भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ खाइस्या। खाइस्या भनेको कम्पनी भन्ने हुन्छ। जस्तै ठुलो कम्पनी भन्नु पर्यो भने चाहिँ ओक्की खाइस्या भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ सिउच्यु। सिउच्यु भनेको बिजनेस ट्रिप भन्ने हुन्छ। जस्तै ओसाका व्यापार यात्रामा जान्छु भन्नु पर्यो भने चाहिँ ओसाकाए सिउच्यु सिमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ क्युसिचु। क्युसिचु भनेको कक्षा कोठा, क्लासरुम भन्ने हुन्छ। यहाँ कक्षा कोठामा अध्ययन गर्छु भन्नु पर्यो भने चाहिँ कोदे बेन्क्योसिमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ होनकोन। होनकोन भनेको हङकङ भन्ने हुन्छ। जस्तै हङकङ जान मन छ भन्नु पर्यो भने चाहिँ होनकोन ए इकिताई देश भनेर भन्नु पर्यो।